दर्शक महानुभावहरू नमस्कार। स्वागत छ कार्यक्रम बोधार्थमा। बोधार्थ कार्यक्रम जानकारी लिने कार्यक्रम। म साप्ताहिक रूपमा कपिल काफले यहाँहरूको सेवामा हाजिर छु। बोधार्थ कार्यक्रममा हामीहरू जानकारी लिन्छौँ त्यस्ता व्यक्तिबाट जसले जीवनको महत्त्वपूर्ण भाग लामो समय सम्बन्धित विषयमा बिताउनु भएको छ। उहाँको जानकारी, उहाँको बोधार्थ नीति निर्माता तहसम्मलाई, तपाईलाई, हामीलाई उहाँले आफ्ना अनुभवहरू, आफ्ना सुझावहरू राख्नुहुन्छ यो कार्यक्रममा। नीति निर्माता तह भनिसकेपछि केवल कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकाको मात्रै कुरो होइन। समाजमा चलिआएका चलनहरू, प्रचलनहरू कति ठिक छन्, कति बेठिक छन्, त्यसमा पनि हामीहरू लाग्छौँ। र आजको विषय रहेको छ मिथ्या आचरण, लाइङ बिहेभियर, ढाँटेर काम चलाउने प्रवृत्ति। त्यसमा हामीहरू छलफल गर्नेछौँ र हाम्रा आजका अतिथि को हुनुहुन्छ यो सानो परिचयात्मक विवरण हेर्नुहोस्। मनले प्रगतिशील र मस्तिष्कले लोकतान्त्रिक समाजसेवी तथा साहित्यकार हाम्रा आजका अतिथि हुनुहुन्छ। व्यवहारमा सधैँ उहाँले नागरिक समाजको उच्च आदर्श देखाउनुभयो, तर कहिले म यस समाजको नेता हुँ भनेर प्रचारबाजी चाहनु भएन। कुनै समयमा आफै पत्रकार रहेका आजका अतिथि प्रेस मैत्री हुनुहुन्छ, तर प्रचारबाजी चाहनुहुन्न। अतिथि प्रमाणित भूमिपुत्र हुनुहुन्छ। क्यान्सरको एक अवस्था माइलोमालाई समेत पछाड्दै जन्मथलो रामेछापका जनतालाई तामाकोशी सेवा समिति र सामुदायिक अस्पतालको सेवा पुर्याउने उहाँ धेरै कोडले एक आदर्श नेपाली हुनुहुन्छ। प्रसिद्धिका लागि एउटै गुण पर्याप्त हुन सक्छ, तर यस मुलुकको आवश्यकताका लागि भने बहुमुखी व्यक्तित्व नै चाहिन्छ, जस्तो आजका हाम्रा अतिथि हुनुहुन्छ। विश्व प्रसिद्ध सामाजिक संस्था वर्ल्ड नेभरका लागि दक्षिण एसियाका प्रतिनिधि रहेर 8 वर्षभन्दा लामो समयसम्म योगदान पुर्याएका अतिथिको नेपाली गैर सरकारी क्षेत्रमा अभियान चलाउन उच्च स्तरको योगदान रहेको छ। सुपरिचित राजनैतिक विश्लेषकका रूपमा समेत स्थापित उहाँको नाम तीखो र स्वादिलो लेखनीका लागि प्रसिद्ध छ। पछिल्लो उहाँको परिचय साहित्यकारका रूपमा सर्वाधिक चर्चित हुन पुगेको छ। उहाँको कृति अन्तर्मनको यात्राले यति धेरै लोकप्रियता पायो कि त्यसलाई उछिन्न अन्य लेखक तथा साहित्यकारलाई असम्भव नै त होइन, तर सगरमाथा आरोहण जतिकै जोखिमपूर्ण र कठिन हुन पुगेको छ। दर्शक महानुभावहरू, यहाँले यो छोटो परिचयात्मक विवरण हेरिसकेपछि परिचय पाइसक्नु भएको छ। आजका अतिथि हुनुहुन्छ जगदीश घिमिरे। जगदीश घिमिरेज्यू, यहाँलाई स्वागत छ। धन्यवाद। पहिलो सबैभन्दा अगाडि जगदीश घिमिरे सँगसँगै अहिले पर्यायवाची यहाँको कृति भएको छ अन्तर्मनको यात्रा। अन्तर्मनको यात्रा दर्शक महानुभावहरूलाई थाहा छ, पछिल्लो समयमा सर्वाधिक बिक्री, सर्वाधिक मन पराइएको र सर्वाधिक चर्चा पनि भएको कृतिको रूपमा रहेको छ। र यो कृतिको सन्दर्भ यो ठाउँमा छ र साथसाथै हामीले यसका लेखक जगदीश घिमिरेज्यूसँग मिथ्या आचरणको बारेमा, ढाँटेर व्यवहार गर्ने प्रवृत्तिको बारेमा छलफल गर्न लागिरहेका छौँ। यो कसरी तालमेल होला यहाँहरूलाई लागिरहेको होला। यहाँहरूलाई निवेदन गरौँ, मिथ्या आचरण अधिकांश त हामीले राजनीतिक क्षेत्रका व्यक्तिहरूले ढाँटेर व्यवहार गरिरहेको पाउँछौँ। र किताबमा जगदीश घिमिरेजीको किताबको यो पृष्ठ सङ्ख्या 214 को सन्दर्भमा उल्लेख गर्न चाहन्छु। अन्तर्मनको यात्राको घर स्वर्ग अध्यायमा सवारी चालक श्याम महर्जन भन्छन्, यहाँको मैले कोट गरेँ, मेरा घरका नारीहरू, पत्नी, छोरी र बुहारीले साँच्चै चाहेको कुनै पनि कुरा साहेब अथवा म जत्तिकै मान्छेले त रोक्न सक्दैन भने अरूको के कुरा, यहाँले भन्नुभएको छ, लेख्नु भएको छ। के घर व्यवहारमा एक आपसमा ढाँट्नु आवश्यक छ? यो ढाँटको प्रसङ्ग होइन।
यो के प्रसङ्ग के छ यसमा भनेदेखि मेरो घर र मन्दिर विष्णुदेवी मन्दिरको बिचमा श्मशान छ। त्यो श्मशानमा आएर चाहिने सूक्ष्म शक्ति साधनाको ब्यानर लगाएर केही धेरै नारी थोरै पुरुषले त्यहाँ साधना गर्दथे। दसैँको नौरथामा 15 दिनसम्म साधना गरे र मसानमा आएर नाचगान गर्दथे, अनेक क्रियाकलाप गर्दथे। र उनले श्याम महर्जनले के भनेको भने ती बोक्सी विद्या सिक्न आएका हुन् भन्ने उनको भनाइ थियो। अनि मैले भने यो महिलाहरूको घरको मान्छेलाई थाहा छैन होला भनेर मैले सोधेँ मोटरमा यसै दुईजना हिँडिरहेको बेलामा। अनि उनले भने महिलाले चाह्यो भने त तपाईँलाई त झुक्याइदिन्छन्, अरूलाई के झुक्याउँदैनन् भन्ने सन्दर्भमा त्यो भनेको हो। झुक्याउनु र ढाँट्नु उस्तै हो। झुक्याउनु ढाँट्नु उस्तै हो। अब त्यो कुन मात्रालाई ढाँट्ने भन्ने, कुन मात्रालाई झुक्याउने भन्ने, अब तपाईँलाई मैले चाहिने चिया भनेर कफी खानिदिएँ भने पनि त्यो ढाँटेकै हो, कफी भनेर चिया खानिदिएँ भने ढाँटेको हो, कोकाकोला भनेर रक्सी हालेर खानिदिएँ भने झुक्याएको पनि हो, ढाँटेको पनि हो। मात्रा भेद हो, पर्यायवाची शब्दमा पर्छ होला ढाँट्नु र झुक्याउनु। यो हाम्रो राजनीतिक क्षेत्रमा खास गरिकन घर व्यवहारमा पनि ढाँट्ने कुराहरू होलान्। यो ढाँट्नुको पछाडिको दर्शन के हो? यो ढाँट्दाखेरि कतिसम्म ढाँट्नु ठिक? अब यहाँका धेरै कृतिहरू छन्। यी कृतिहरूमा यहाँको लेखाइ, यहाँको टिप्पणीकारहरूले, यहाँ आफै पनि राजनीतिक टिप्पणीकार हुनुहुन्छ, यहाँको कृतिमाथि टिप्पणी गर्नेहरूले भनेको सुनिन्छ, पढिन्छ कि यहाँ साह्रै तिखो लेख्नुहुन्छ र सत्य लेख्नुहुन्छ। त त्यो ढाँटेको कुरालाई अथवा तपाईँले आफ्नो कृतिमा ढाँटेको छ कि छैन? यो बडा राम्रो प्रश्न गर्नुभयो। मलाई एकजना पाठकले फोन गरेर, उहाँसँग मेरो भेट भएन, उहाँले सोध्नुभयो तपाईँको किताब मैले पढेँ माथि तलसम्म, मलाई ज्यादै मन पर्यो, त मलाई एउटा कुरा बताउनुहोस्, तपाईँले आफ्नो जीवनको बारेमा लेख्नु भएको छ, सबै कुरा खुलस्त गरी लेख्नु भएको जस्तो देखिन्छ, के तपाईँको जीवनमा ढाँट्नु पर्ने कुनै कुरा आएन? के तपाईँले यो किताबमा कुनै कुरा ढाँट्नु भएको छैन भनेर उहाँले सोध्नुभयो। मैले भने हेर्नुहोस्, म पनि सबै जस्तो मान्छे हुँ, सामान्य मान्छे हुँ भनेर मैले बारम्बार भनेको छु। मेरा पनि ढाँट्ने कुरा होलान्, दुखाउने कुरा होलान्, तर मैले जे लेखेको छु त्यो साँचो लेखेको छु। मैले यो किताबमा मैले गान्धीको आत्मकथा जस्तो, महात्मा गान्धीको आत्मकथा जस्तो मेरो सत्यको प्रयोग हो र यसमा मैले एक शब्द पनि ढाँटेको छैन। मैले आफूले सत्यको एक्सपेरिमेन्ट गरेको छु भनेर दावा गरेको छैन। त्यो चाहिने महात्मा गान्धीसँग मेरो तुलना पनि हुन सक्दैन। मैले यो किताब लेखेको हुँ, यो कला लेखेको हुँ र मसँग केही ढाँट्ने कुरा थियो भनेदेखि मैले त्यो लेखेको छैन भन्दाखेरि उहाँको पनि चित्त बुझ्यो, सम्भवतः तपाईँको पनि चित्त बुझ्ला र श्रोता मित्रहरूको पनि चित्त बुझ्नुपर्छ जस्तो मलाई लाग्छ। यो कृति विश्लेषकहरूले भने जस्तै एउटा पाठकको नाताले मैले पनि यसमा बढी सत्य कुरो भएको हुनाले पनि यो यति धेरै चलेको हो भनेर विश्लेषण गरियो भने ठिक हुन्छ? अब मैले भने नि, अब जुन कुरा मैले भनेको छु त्यो साँचो भनेको छु, जुन कुरा भनेको छैन त्यो भनेकै छैन। र मैले यो दावा गरेको छैन कि म यत्रो सत्यवादी हुँ, म चाहिने अरू सब गलत छन्, अरूले ढाँटेका छन्, मैले ढाँटेको छैन भन्ने भनाइ होइन। मैले ढाँट्नुपर्ने कुरा मेरो जीवनमा केही छ भने त्यो लेखेको छैन। यो यति चल्नुको पछाडिको कारण त्यो पनि हो कि भनेर मात्रै जिज्ञासा राख्न अब जति भनिएको छ, सत्य कुरो भनिएको छ, त्यस कारणले पाठकहरूले यसलाई मन पराइदिए। अब पाठकहरूले मन पराएको चाहिँ अचम्म लाग्यो। साना बच्चादेखि लिएर बुढाहरूले मन पराएका छन्, युवाहरूले मन पराएका छन्, मन नपराउने पनि कोही होलान् जसले मलाई लेख्दै लेखेनन्। इमेलहरू अहिले पनि पाउँछु, फोनहरू अहिले पनि पाउँछु। अब कसैले कुन पक्ष, यो किताबमा 300 पेजको किताब हो, त्यही पनि धेरै चिज समेटिएछ, धेरै अनुभवहरू समेटिएका छन्। बिरामी रोगीका मान्छेहरूले पनि फोन गर्दछन्, उनलाई त्यसले कसैलाई यसले टच गर्यो, कसैलाई यसले टच गर्यो, कसैलाई यसैले टच गर्यो। तर के छ भन्दाखेरि भाषा शैली, भाषाको प्रवाह शैलीदेखि लिएर अस्ति एकजना प्रतिष्ठित राजनीतिक कार्यकर्ता नेता भेट हुनुभएको थियो। उहाँले भन्नुभयो मैले तपाईँको किताब पढ्दैछु अहिले भन्नुभयो, तपाईँको स्टार्टिङ नै कस्तो राम्रो छ भनेर भन्नुभयो। भनेदेखि कसैलाई स्टार्टिङ मन पर्यो, कसैलाई एन्डिङ मन पर्यो, कसैलाई कुन च्याप्टर बढी मन पर्यो, तान्यो। अब यो मौका परिस्थितिको कुरा हो कि यो चाहिँ नि अत्यधिक पपुलर भयो। हामीहरू लाइङ बिहेभियरमा कुराकानी गर्न खोज्दैछौँ। हजुर, यो समाजमा यहाँले अब्जर्भ गर्दा, यहाँले मूल्याङ्कन, अवलोकन, विश्लेषण गर्दा सबैभन्दा ढटुवा को हो?
सबैभन्दा ढटुवा त मेरो विचारमा राजनीतिक नेताहरू होलान् एक नम्बरमा। दोस्रो ढटुवामा चाहिने ती सबैलाई म भन्दिनँ, राजनीतिक नेताहरूको व्यवहारमा चाहिँ धेरै ढाँट देखिन्छ। म त्यो धर्मले त्यो पेसाले नै ढाँट बनाउँछ कि जस्तो लाग्छ। अनि दोस्रो ढाँट चाहिने तपाईँको चाहिने व्यवसायीहरू पनि ढाँट हुन्छन्, र खास गरी अलि घटिया दर्जाका व्यवसायीहरू। जस्तो एउटा डिपार्टमेन्टल स्टोरमा हामी गयौँ भने त्यहाँ मूल्य सूची टाँगिदिएको हुन्छ, एउटा साबनको मोल पनि लेखिदिएको हुन्छ, त्यहाँ ढाँट्नु परेन। 60 रुपियाँको साबनलाई 70 रुपियाँमा बेचिरहेको छ भने नि ढाँटेको त छैन। तिमीलाई 70 रुपियाँ दिएर लैजानुपर्छ, लैजाऊ। लैजानु पर्दैन, छेउको पसलमा 60मा पाइन्छ होला, तिमी त्यहाँ जाऊ। अब त्यो 60 को बेच्ने कहाँ गएर त्यसले पनि 70 भनेको वा 65 भनेको हुनसक्छ। साउजी अलिकति घट्नुहोस् न भनेपछि हुन्छ, अब तपाईँले भन्नुभयो नाफा नलिकन दिन्छु, तपाईँलाई 60मा दिन्छु भन्ला भने अब त्यो ढाँट्ने एलिमेन्ट चाहिँ नि त्यहाँ हुन्छ। हेर्नुहोस्, नक्कली बेसार बिग्छ, नक्कली मह बिग्छ, नक्कली घिउ बिग्छ। किसानले पनि ढाँट्छ, व्यापारीले पनि ढाँट्छ। अब तपाईँको चाहिने अब उत्पादन गर्ने मान्छेहरूले पनि ढाँटेर बिक्री गरिरहेका हुन्छन्। तोरीको तेलमा केही मिलावट हुन्छ, ती मिलावट गर्ने मान्छेहरू पनि ढाँटिराखेको हो, त्यो पनि ढाँट हो, त्यो पनि धोका हो। राजनीतिज्ञहरू चाहिँ बढी ढटुवाहरू देखिएका छन्। अरूको पनि विश्लेषण यही छ यहाँको जस्तै। राजनीतिज्ञहरूले बढी ढाँट्नु पर्ने कुराहरूको विश्लेषण गर्दाखेरि हाम्रो जस्तो मुलुक जो चाहिँ अल्पविकसित भनिन्छ, विकासै भएको छैन भन्दा पनि हुने खालको अवस्था छ, यस्ता देशका मुलुकहरू पोलिटिसियनहरूले राजनीतिज्ञहरूले बढी ढाँटेको पाइन्छ हो। त्यो चाहिँ नि हामीहरू प्रत्यक्ष ढाँट उहाँहरूले सेतोलाई कालो, कालोलाई सेतो भन्ने गरेको हुनाले त्यो देखिएको हो। अन्यथा इराक आक्रमणको जुन कारण दिएर इराकमा आक्रमण गरियो त्यो ढाँट रहेछ भन्ने कुरा त्यसपछि थाहा भयो, 2-4 वर्ष पछाडि नै थाहा भयो। त्यहाँ पनि ढाँट हुन्छ। हामीहरू कहाँ चाहिँ कस्तो छ भने हाम्रो जीवनमा साह्रै प्रत्यक्ष चाहिने ढाँट छ, होइन भनेदेखि सूक्ष्म ढाँट चाहिने। मलाई लाग्दछ रसियन नेता ख्रुश्चेभ वा कसैले भनेको थिए, राजनीतिक भनेको त्यो प्राणी हो जुन प्राणीले नभएको नदीमा पुल हालिदिन्छ र जनतालाई तारिदिन्छ। भनेपछि रुसमा पनि रहेछ, चीनमा पनि होला, अमेरिकामा पनि होला। यो ढाँट्ने प्रवृत्ति चारैतिर छ। अब अहिले भर्खरै एउटा चाहिने जर्मन मन्त्रीले राजीनामा दिएको प्रसङ्ग आएको छ, गुटेनबर्ग भन्नेले। उनले चाहिने ढाँटेको त होइन, झुकिएको, पिएचडी गरेको युनिभर्सिटीको सन्दर्भ दिन बिर्सिएको कारणले गर्दाखेरि बडा प्रतिभाशाली, भोलि चान्सलर हुन्छन् भनेको चाहिने मन्त्री, 1-2 विभागमा मन्त्री भइसकेर आफ्नो योग्यता सिद्ध गरेका मान्छेले माफी माग्दा पनि छुट्टी नपाएर लोकतन्त्रमा ढाँट्न पाइँदैन भनेर उनले राजीनामा दिनुपर्ने अवस्था आयो। त्यो चाहिँ नि कस्तो छ भन्दाखेरि डाको सन्दर्भ लेख्नुपर्ने ठाउँमा त्यो उल्लेख गर्न बिर्सेको मैले बिर्सेको हुँ, बिराएँ भनेर उनले माफी माग्दाखेरि माफी पाएनन् र अनि उनले चाहिँ राजीनामा गर्नु पर्यो। हालैको प्रसङ्ग हो।